यस्तै हो ड्राइभरको जिन्दगी गाइस। म चाहिँ अब मुम्बईबाट टुरिस्ट झारेर वेस्ट बेङ्गल फर्किँदैछु। मेरो 10 दिनको यात्रा थियो। अब फर्केर जाँदैछु वेस्ट बेङ्गल। सिलगढी पुग्न आँट्यो। एक्लै छु, अल्छी लाग्दो है, बोरिङ लाग्दो छ। गाना गाउँदै हिँड्दै गाना सुनिन्छ हल्का फुल्का गाउँदै रमाइलो गर्दै हिँड्नुपर्छ। के गर्नु, अल्छी लाग्छ, एक्लै बोरिङ लाग्दो हुन्छ। चट्ट हेर्दा हजुर जिन्दगी दामी छ, सबै ठिक छ हजुर, पैसाकै कमी छ। चट्ट हेर्दा हजुर जिन्दगी दामी छ, सबै ठिक छ हजुर, पैसाकै कमी छ। फुल फुलेर के गर्नु भिरमा छ, जिन्दगी चल्न त चलेछ भिरमा छ, जिन्दगी चल्न त चलेछ भिरमा छ। गाह्रो भयो हजुर खुलेर बाँच्नलाई, बेरोजगारी हजुर भएर बाँच्नलाई। गाह्रो भयो हजुर खुलेर बाँच्नलाई, बेरोजगारी हजुर भएर बाँच्नलाई। फुल फुलेर के गर्नु भिरमा छ, जिन्दगी चल्न त चलेछ भिरमा छ, जिन्दगी चल्न त चलेछ भिरमा छ। जोगी आउँछन् हजुर देउताको भेषमा, जनता भन्दा हजुर नेता छ यो देशमा। जोगी आउँछन् हजुर देउताको भेषमा, जनता भन्दा हजुर नेता छ यो देशमा। फुल फुलेर के गर्नु भिरमा छ, जिन्दगी चल्न त चलेछ भिरमा छ, जिन्दगी चल्न त चलेछ भिरमा छ। सुन शैली शैली निधर्म नाम्लो बरियो, भावीको खेलमा परियो। सुन शैली शैली कुलोमा पानी काला, गाउँघरको तस्बिर झलला। सुन शैली शैली परदेशबाट महौला, 40 कटेसी रमौला। सुन शैली शैली निधर्म नाम्लो बरियो। हेर्नुहोस् साथीहरू गाइस, फगीले हिँड्नु सकेको छैन, पुरा फगी लागिरहेको छ। यता त अँधेरो न अँधेरो छ है। यो छोरा मान्छेको जिन्दगी पनि खत्तमै छ है। दिनभरि रातभरि हिँड्नुपर्छ पैसा कमाउनुको लागि। जिन्दगी अलिकति भविष्यमा सुख हुन्छ कि भनेर प्रयास त गर्दैछ। हेरौँ भगवानको कृपाले कहाँ पुर्याउँछ है। दिनरात मेहनत त मेहनतै छ। भगवानको कृपाले, भगवानको आशीर्वादले र भगवानभन्दा पनि ठुलो माता पिताको आशीर्वादले, आमा बाबा सबभन्दा ठुलो हो। माता पितालाई पनि सम्झिनुपर्छ, बिहान बिहान पुजिनुपर्छ, माता पिताको आशीर्वाद थाप्नुपर्छ। टाढो बसे पनि प्रार्थना गर्नुपर्छ कि माता पिताको आशीर्वाद चाहिँ हमेसै लागिरहोस् हामीलाई है। माता पिताको आशीर्वादले पनि हो यो पनि। यस्तै छ गाइस ड्राइभरको जिन्दगी। निन्द्रा भन्नु पाउँदैन, भोक तिर्खा भन्नु पाउँदैन। जहाँसम्म त्यो गन्तव्यमा पुग्दैन त्यहाँसम्म हामीले यो जारी राख्नुपर्छ। मेरो अझै छ अब
4 घन्टा जस्तो छ भुटान बोर्डर पुग्नु